हजुर नमस्ते नमस्कार सम्पूर्णलाई। खानाचक्र नगरपालिका दाहाला घर भई हाल विरानमूलक भारतको लद्दाखबाट जीवन च्यादराको पहिलो देउडावाचक रहेको छ। घर छोडी परदेशी भयो, कृपया सबैले माया गरिदिनु होला। घर छोडी परदेशी भयो, कर्मले ठगेर पुज्ने रमाल फाटी गयो, आँसु बेल बगेर पुज्ने रमाल फाटी गयो, आँसु बेल बगेर। क्या भुल भयो मैबाट कैठौ र झुकिन, मनका जन नहुने भो कैठौ र पुगिन, मनका जन नहुने भो कैठौ र पुगिन, कठै कठ। हारेको कर्म हो कि भाग्यको लेखान्त, डाको छोडी रुन मन छ ठाउँ खोज्छु एकान्त, डाको छोडी रुन मन छ ठाउँ खोज्छु एकान्त, कठै कठ। घरकी आमा बुढा बुबा नमाने पिर चिन्ता, दुखारीलाई सुख पनि फर्कलान् एक दिन त, दुखारीलाई सुख पनि फर्कलान् एक दिन त, कठै कठ। मेरा दाहाला जन्मभूमि म कहिले फिराउँला, आफन्तको बोलवचनको ऋण कहिले तिरौँला, आफन्तको बोलवचनको ऋण कहिले तिरौँला। समाजले कुरा काट्छन् आफ्नाले रुवाको, बालापन त्यही राम्रो थियो आमाले खुवाको, बालापन त्यही राम्रो थियो आमाले खुवाको, कठै कठ। हजुर धन्यवाद। यसै गरी यो गीत मार्फत सम्झन पर्दा सर्वप्रथम यो धरतीमा जन्म दिने भगवान रूपी आमा बुबालाई अनि सासूलाई धेरै सम्झेको छु भन्नुभएको छ। यसै गरी दाई मदन र भाइ पुन्न र बहिनी सुलालाई पनि धेरै सम्झेको छु भन्नुभएको छ। यसै गरी म जीवन चिन्न नचिन्न हुने सम्पूर्णलाई पनि सम्झिरहेको छु भन्नुभएको छ। बुढीलाई पनि धेरै सम्झेको छु भन्नुभएको छ। यसै गरी म सुरेन्द्र विश्वकर्मालाई पनि धेरै धेरै माया र सम्झना छ भन्नुभएको छ। हस्त धन्यवाद।